चाहिँ धर्मकर्म गर्न हिँडेको है। म्याजिकमा त ओ बेबी ढोलो मसँग दिलाइदिएर हैरान के। हामी चाहिँ मोङलिङ कटेर नि अगाडि बढिसकेको छौँ। गाडीमा चाहिँ पुरै जेम्सीको गीत बजिरहेको थियो। अब चाहिँ हामी आइसकेको छौँ। मनोकामना केभित्रहरू देखिसकेको छ डाँडैबाट। फाइनल्ली इन गेट। यति धेरै आउनु मन लाग्थ्यो है, 2 वर्ष भयो थियो मन नआएको। आज चाहिँ आइयो। हामी चाहिँ माथि नै टिकट काटेर अनि बल्ल तल गयौँ। मेरो भाइ चाहिँ इक्जाम आउँदै थियो नि त, पढ्दै थियो। हामी चाहिँ अनि टिकट काटेर तल हिँड्यौँ गेटबाट। म चाहिँ यो धेरै हिँड्नुपर्छ भनेर चाहिँ डाइरेक्ट तलकै लिएर हिँडेँ हो। म्याजिक सजिलो हुन्छ नि त। यो लास्टै हिँड्नुपर्छ जस्तो फिल हुन्छ कि मलाई। यो ठाउँ चाहिँ जान मन लाग्यो पनि है। तर कति पिस हो कि आनन्द। मनोकामनाको भ्यू। यो तलको पनि कस्तो राम्रो गरेर गार्डनिङहरू गरेको छ नि त। अनि पिस फिल हुन्छ कि। हामी टिकट माथि नै काटेको र अब हामी लाइनमा बस्नु पर्दैन, डाइरेक्ट जाने हो। तर इन्डियन ओएमजी जहाँ गयो भने इन्डियन यति धेरै इन्डियनहरू थिए, कुरै नगरौँ। ओहो, दे स्मेल ओन्ली कोकोनट ओइल। कोकोनट ओइलको मात्रै स्मेल आएर म देखाउँछु अगाडिको क्लिपमा। कति धेरै त्यो गाडी देखिसक्नु भएको त्यहाँ कति धेरै इन्डियन मात्रै थियो कि। ओहो, अन्त यति हल्ला गर्ने ओएमजी भइरहेको थियो। नेपाल त भन्ने मात्रै हो यार। नेपाल त भन्ने मात्रै हो कि। इन्डिया जाँदा नि यसरी नै नेपाली भेटिन्छ होला त भनेको कि। हेर इन्डियन बाइक कोही छैन यार। नो वान। इन्डियन मात्रै छ। एक के दाल भाई मेरे कुरा यही हो
भाइले नरियल फुटाएपछि म यहाँ बत्ती बाल्नलाई रेडी पार्दै थिएँ। भाइले कस्तो भिडियो क्याप्चर गर्यो के भन्छ अरे खाली शिर पूजा गर्नु हुँदैन भनेर म चाहिँ रेडीहरू गर्दै थिएँ होइन, बत्ती बाल्नको लागि तेल मुस्दै थिएँ। हेर्दै जानुहोस्। अङ्कल अङ्कल यता फर्केर राख्दौ ढोकेर, अब ढोकेर हामी चाहिँ दर्शन गरेर चाहिँ फर्क्यौँ। अब हामी यहाँ आएको छौँ खाजा खान। अब आज चिकनहरू नखाने भनेर हामी भेज खाँदैछौँ। मनोकामना एरियामै छौँ हामी, अझै तल झरेको छैन। तल गएर खाजा खाने भनेको थियौँ, तर तल गएर डाइरेक्ट गाडीमा जाने हो क्या हामी।